नमस्ते। नमस्ते। हजुरको नाम और एड्रेस भनिदिनुहोस्। मेरो नाम रबिना परियार, म बस्ने चाहिँ बर्दिया राजापुर गेरुवा 5 बाट आएको। हजुरको कुन बिरामी थियो, के समस्या? मलाई फिस्टोला थियो। फिस्टोला र पाइल्स थियो। फिस्टोला पाइल्स। कति दिनदेखि यस्तो बिरामी छ हजुरको? मेरो चाहिँ 3 वर्षबाट सुरु भएको। अनि यहाँ आएदेखि चाहिँ अलि ठिक भएको छ। कसैलाई भनेको थिएन, यो कुरा लुकाएर राखेको थिएँ। पछि धेरै गाह्रो भएर मलाई अनि भनेर अनि अहिले दबाई खाँदाखेरि यहाँ आएदेखि चाहिँ अलि सन्चो भएको छ, ठिक भएको छ, धेरै नै परिवर्तन भएको छ। हजुरको जुन टाइम ट्रिटमेन्ट भएको छ त्यो टाइममा हजुरको त्यस्तो पीडाहरू केही भएको छैन? त्यस्तो चाहिँ धेरै सन्चो भएको छ। काम धन्दाहरू केही त बन्द गर्नु परेन, केही रेस्टहरू केही गर्नु परेन। यस्तो बिरामीको लागि हजुरको अर्को मान्छेको लागि यस्तो बिरामी छ भने के भन्न चाहन्छ? म चाहिँ यति भन्न चाहन्छु कि यो बिरामी धेरै नै गाह्रो हुन्छ। मैले यति भन्न चाहेँ कि यो बिरामीलाई धेरै नलुकाऊँ, अनि पछि गएर धेरै नै गाह्रो हुन्छ। समयमा भनेपछि राम्रो हुन्छ, अपरेसन गर्न पर्दैन, दबाईद्वारा नै सन्चो हुन्छ। यति भन्न चाहेँ कि नलुकाऊँ, हामीले लाज नमानौँ। लाजले गर्दाखेरि आजसम्म मैले भनेको थिएन, अहिलेसम्म लुकाएँ, आफूलाई नै गाह्रो भयो। त्यस्तो केही गाह्रो हुँदैन, अपरेसन बिना नै सन्चो हुन्छ, औषधिद्वारा नै सन्चो हुन्छ। त्यस्तो डर मान्न पर्दैन। यस्तो समस्या छ भने मेरो क्लिनिकमा आएर सम्पर्क गर्ने। कल्याणी क्लिनिक, नेपालगञ्ज बोर्डर, रोपाइडीहा, पुलिस थानाको अगाडि राधे राधे मोबाइल पसलको पछाडिपट्टि। नमस्ते।